हेलो गाइस, मेरो युट्युब ब्लग च्यानलमा तपाईँहरूलाई सबैलाई स्वागत छ। तो तपाईँहरू कस्तो हुनुहुन्छ होला? म त राम्रै छु, तपाईँ पनि राम्रै हुनुहुन्छ होला। सबै कहाँ कहाँबाट हेर्नुहुन्छ। अनि मैले यो फर्स्टचोटि बनाउन लागेको छु नेपालीबाट। पहिला त मैले हिन्दीबाट बनाउँछु मैले यो युट्युब। त आज फर्स्टचोटि मैले यो नेपालीबाट बनाउनु लागेको छु। तो सबैले मेरो ओडसी पडोसीहरूले, मेरो छिमेकीहरूले अनि मेरो भाइहरूले, बहिनीहरूले भन्नुभएको थियो कि नेपालीबाट पनि बनाएर हेर्नु, त हामी नेपाली भाइहरूलाई पनि अलि राम्रो लागोस् हेर्नुको लागिले भनेको थियो। त मैले पनि सोचेँ चलो ठिकै छ, म नेपालीबाट पनि युट्युब बनाउँछु भनेर मैले युट्युब बनाउन लागेको छु। आज पहिलाचोटि फर्स्टचोटि हो। अनि म नेपालमा आएको छु, अब भयो होला यस्तै 1 महिना जति हुन लाग्यो होला। त मेरो आफ्नो आमाको अनि बाको घरमा त आएको। त यहाँ जस्तो कि अब के उगाउँछन्, यस्तो खेतमा कहीँ भी हो लगाउँछन्, त्यो चिज म देखाउँछु, अलिअलि गरेर देखाउँछु। त कमेन्टमा बताउनु होला कि कस्तो लाग्छ यो भिडियो। अनि मलाई फेरि सब्सक्राइब पनि गर्नु, लाइक पनि गर्नु अनि फलो पनि गर्नु। त अगाडि पनि म राम्रो राम्रो भिडियो बनाएर हजुरको माझमा ल्याउन सकौँ। कि तपाईँले राम्रोसित मलाई कमेन्ट गर्यो भने अझै म राम्रो बनाएर पनि देखाउन सक्छु। मैले भिडियो एउटा मात्रै बनाउँदैन, जस्तै कि मैले खानाहरू बनाएको हरेक चिज गरेको पनि म देखाउँछ, भिडियोमा हाल्छु। जग्गा जग्गा घुमेको पनि मैले हालेको हुन्छ। त मेरो यो भिडियो च्यानल हो माया ब्लग भनेर छ, त्यो चाहिँ तपाईँहरूले सर्च मारेर हेर्नु होला। त मेरो भिडियो तपाईँहरूले देख्नुहुन्छ। त आउनुहोस्, म अब अगाडिको चिज के चिज हुने रहेछ, के चिज रहेछ अनि त्यो म हजुरहरूले देखाउँछु। यो मेरो माइजू हो। तो यिनले यहाँ यो मकै निफाल्न लागेछ। अनि यो माना भनेको छ, यसमा भर्नु हुन्छ, यहाँले लाने अरे 10 माना। त यो मेरो माइजूले यहाँ उगार्न लागेछ। अनि यो हेर्नुहोस्, यहाँ बाख्रा, नेपालको बाख्रा यस्तो हुन्छ, यस्तो उसमा गोठ जस्तो बनाएर अनि टरा जस्तो बनाएर राख्ने रहेछ। हेर्नुहोस्, यो चाहिँ गोलभेरा भन्ने रहेछ। यहाँ हामीले त टमाटर भन्छ, यो सानो सानो मसिनो हुन्छ। अचार खाने चाहिँ बडा खट्टा हुन्छ, यो मिठो हुन्छ। हेर्नुहोस्, अनि यहाँ रायोको साग छ, अहिले मसिनो छ। यसको पत्ता चाहिँ ठुलो हुने रहेछ, 2टा बनायो भने छाक पुग्ने रहेछ। हेर, यहाँ लसुन लगाएको छ, अहिले सानो छ, पानी नभएर यो उग्नु सकेको छैन। अहिले पानी हाल्यो भने चाहिँ धेरै ठुलो हुनेछ, धेरै भयो भने बेच्छन्। यो हेर, यो डाँडा काँडा, यो जुरे गाउँ भन्ने रहेछ। यो यतापट्टि चाहिँ फेरि यो तौथली गाउँ भन्ने रहेछ। यो हेर, यहाँ यो चाहिँ ठुलो भएको छ, यो रायोको साग। ढिँडोसम्म खानलाई कति मिठो, 2टा बनायो भने सब्जी पाक्ने। यो चाहिँ ऊ रहेछ, अमृतसे कुचो, यो लगाउने रहेछ मान्छेहरूले, यो कुचो हुने रहेछ। हेर्नुहोस्, अनि यो पिण्डालु चाहिँ के भन्ने रहेछ, दुधे पिण्डालु भन्ने रहेछ, कोही सिँगाने पिण्डालु भन्ने रहेछ। यो उसिनेर खायो भने गजब मिठो हुने रहेछ। हेर्नुहोस्, त अगाडि फेरि म जान्छु। हेलो गाइस, यो भिडियो कस्तो लाग्यो त कमेन्टमा बताउनु होला। मैले सानो चिज गरेर मैले सबै चिज देखाएँ। अहिले मेरो यो मैले अघि भने जस्तै के माया ब्लग भनेर सर्च मार्नु, हिन्दीबाट पनि छ मेरो यो च्यानल। त यो च्यानल हेर्नु होला। त अब हामी भेटौँला फेरि पनि। त मेरो यो भिडियोलाई लाइक गर्नु, सेयर गर्नु, सब्सक्राइब पनि गर्नु। त हामी अब अर्को भिडियोमा फेरि हाजिर हुन्छौँ तपाईँहरूको माझमा। तब तपाईँलाई बाई बाई।